गए घर घर गर्ने म्याच सिक्ने म्युट बस त के गरेको सबुले मुजी घर घर गरिरह त चिक्ने चिक्या जस्तो ले पे गर्न ला भन्दै थियो अनि यसो खाट पास के गरे म त्यसलाई ब्लग हान्दिसकि दिया ऊ फेरि गरिरहेछ अन्न गर ख्याट्टक्की खेटा गरिरहेछ छोल्दै बोलिरहेको जस्तो छ म सुतेर बोलिरहेको छु के जाँठी के पड्काएको त ख्याट्टक्की खेटाको केही पड्काएको छैन सिरानीमा ढल्केर बोलिरहेको थिएँ जुरुक्क उठे भयो जुमरा मानलाई छ के पुतिका पुतिका जुमरा मानलाई छ छैन चाइनिज लिम्बू चिम्चे लिम्बू अनि पे पनि त्यस्तै खुली त जानेहरूलाई गर्छ अनि कहाँबाट जान्छ त म्याच किन्ने अलिकति जाने केटीहरूलाई गर न केटाहरूको बुद्धि गुल्लामा हुन्छ के केटाहरूको बुद्धि भने मलाई त यस्तो उस्तो इधर उधर कुरा गरेको त मन नै पर्दैन यार दिमाग ह्याङ बढिहाल्छ मन पर्छ पैसा पे गरेपछि जे सोधुन् केही छैन जस्तो भनौँ केही छैन राम्रो पे गरे जस्तो पे होस् सेवा केटी होइन क्या त्यो आइरहेको थियो कि युकेको होइन एउटा सुन न अनि पे गर्छु भनेर आइरहेको थियो अनि ब्याङ्क दिएँ होइन अनि त्यसपछि अकाउन्ट नम्बरसम्म हाल्यो अनि मिलाएको छैन भन्यो अनि मिलाएको भने होइन अनि खोइ के सोध्नु थाल्यो अनि त्यसपछि ल्याङ 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 माकुरी भनेर ठोकिदिएँ ब्लकै हुन्ड्यो एउटा गए अर्को आउँछ काला गए गोरा आउँछ गोरा गए काला आउँछ हुन्ड्यो सब केही छैन भाग्यमा छ भने खाने हो बेबी केटाहरू त्यस्तो 6-7 तारिकसम्म मान्छे हुँदैन क्या 6-7 तारिकसम्म मान्छे हुँदैन सबलाई भुकाटुडी हुँदाखेरि पुरा केटाहरू 6-7 तारिकसम्म त म चाहिँ कमेन्ट बुझाउनु मात्रै आउने यिनीहरू